हामी सबैलाई थाहा छ पोखरा चाहिँ पर्यटकीय हिसाबले विश्वभरका मान्छेहरूको चाहिँ आकर्षक गन्तव्य हो हैन। पोखरामा हरेक प्रकारको पर्यटकीय सम्भावना रहेको छ। पोखरा तालैतालको सहर पनि हो भन्छौँ हामीहरू त हैन। अब पछिल्लो समय पोखरा घुम्न आउनेहरू चाहिँ हाम्रो स्थानीय होस् हैन, बाहिरबाट आउने होस्, सबै पर्यटकहरूको चाहिँ एकदमै अर्को रोजाइ बनेको छ कायाकिङ। यति बेला फेवा लेकमा, बेगनास लेकमा चाहिँ कायाकिङ गर्नेहरूको सङ्ख्या बढिरहेको छ। गर्मीको सिजनमा त अझ धेरै मान्छेहरू चाहिँ पर्यटकहरू आउनुहुन्छ, कायाकिङ गर्नुहुन्छ, रमाउनुहुन्छ हैन। विभिन्न कम्पनीहरूले चाहिँ फरक दर रेट, त्यसको दर रेट पनि मैले फरक पाएँ हैन। यसपटक चाहिँ मेरो यो कायाकिङको चाहिँ दोस्रो अनुभव हो। कायाकिङ भने पनि जुन उसमा म बसिरहेको छु यो चाहिँ सब बोर्ड हो हैन। कायाकिङ भनेको चाहिँ ठ्याक्कै हामी जस्तो धेरैजनालाई थाहा हुनसक्छ, हामी चाहिँ काठको जुन डुङ्गा हुन्छ नि त्यस्तै जस्तो, तर सानो, मान्छे चाहिँ बसेर आफै चलाउन मिल्ने हुन्छ। त्यो अझै धेरै सुरक्षित हुन्छ हैन। जसलाई चाहिँ हामीलाई पौडी खेल्न आउँदैन उहाँहरूलाई चाहिँ त्यो सुरक्षित हुन सक्छ। पछिल्लो समय चाहिँ फेवातालमा यसरी कायाकिङ गर्ने क्रममा धेरै दुर्घटनाहरू पनि भएको छन्। फोटो खिच्ने, भिडियोहरू खिच्ने हैन, अनि बोटबाट चाहिँ फराल्ने, स्विम गर्न खोज्दाखेरि चाहिँ दुर्घटनाहरू भएको, क्यामेराहरू डुबेको, फोनहरू पनि डुबेको हैन। त्यस्तो पनि घटनाहरू घटिरहेको छन्। यो तालमा पौडने कुरा र बगिरहेको खोलामा पौडने कुरा चाहिँ फरक हो हैन। हामीलाई चाहिँ अलिअलि स्विमिङ आउँछ भनेर चाहिँ कन्फिडेन्सको साथ चाहिँ यसरी बोटबाट फरालेको मान्छेहरू पनि डुबेको, पानी खाएको हैन, गाह्रो भएको चाहिँ देखिन्छ। लाइफ ज्याकेट लगाएर चाहिँ हामी सुरक्षित छौँ पूर्ण रूपमा भन्ने त्यस्तो हुँदैन। तालबाट चाहिँ खसिहाल्यो, डुबिहाल्यो भने चाहिँ अब पानीहरू खाँदाखेरि चाहिँ अतासिने हैन, डराउने त्यस्तो पनि हुन्छ नि। त्यसरी पनि एक्सिडेन्ट हुन्छ। तपाईँहरू चाहिँ कायाकिङ गर्दै हुनुहुन्छ भने, सबबोटमा गर्नुभयो भने अझ धेरै चाहिँ केयरफुल हुनु होला। एकजना चाहिँ गाइड पनि लिएर जाँदा हुन्छ। थोरै पैसा बढी तिर्यो भने एकजना गाइड हुनुहुन्छ, उहाँले चाहिँ फोटो भिडियो पनि आफै खिचिदिनुहुन्छ। यसपटक चाहिँ मेरो दोस्रो पटक भएको भएर फोटो भिडियो खिच्ने काम चाहिँ म आफैले गरेँ।